नमस्कार। लोकसेवा आयोगको तयारी गरिराख्नुभएका यहाँहरू सबैलाई महत्त्वपूर्ण र उपयोगी भिडियो लिएर आउने क्रममा आज पनि हामी उपस्थित भएका छौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला, भिडियो मन परेमा लाइक तथा सेयर गर्नुहोला। साथै लोकसेवा सम्बन्धी महत्त्वपूर्ण अपडेटको लागि लेसरङ पिएससी हाम्रो फेसबुक पेजलाई फलो गर्नुहोला भन्ने अनुरोध गर्दछौँ। लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विश्वविद्यालय सेवा आयोग लगायत सरकारी सेवामा प्रवेश गर्न चाहनुहुनेहरूका लागि हाम्रो लागि उपयोगी भिडियो लिएर हामीले आइरहेका छौँ। आज पनि हामीले अर्को यस भिडियो लिएर आएका छौँ। यहाँहरू सबैलाई हाम्रो नयाँ श्रृङ्खलामा हार्दिक स्वागत व्यक्त गर्दछौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँहरूले हामीलाई सब्स्क्राइब गर्नुहोला। तपाईँलाई उपयोगी भिडियोहरू हामीले लिएर आइरहेका छौँ। स्थानीय तहले दिने आन्तरिक ऋण सम्बन्धमा गरिएका संवैधानिक एवं कानुनी व्यवस्थाबारे चर्चा गर्नुहोस् भन्ने सन्दर्भको प्रश्न रहेको छ। स्थानीय तहले आन्तरिक ऋण उठाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको छ। स्थानीय तहले वैदेशिक ऋण उठाउने संवैधानिक तथा कानुनी व्यवस्था अहिलेसम्म नेपालमा रहेको छैन। स्थानीय तहले आन्तरिक ऋण सम्बन्धमा पनि विभिन्न प्रक्रिया पूरा गरेर मात्रै उठाउन सक्दछन्। त्यसकारण त्यस सम्बन्धी भिडियो हामीले राख्दैछौँ। सरकारको बजेट घाटा पूर्ति गर्न मुलुकको आन्तरिक बजारबाट उठाउने ऋण नै आन्तरिक ऋण हो। नेपालमा स्थानीय सरकारको खर्च आवश्यकता पूरा गर्न आन्तरिक ऋण लिन सक्ने अधिकार प्रदान गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, आन्तरिक ऋण व्यवस्थापन ऐन लगायतका कानुनले स्थानीय तहको आन्तरिक ऋणको अधिकार, ऋण परिचालन, ऋण अभिलेखाङ्कन तथा भुक्तानी सम्बन्धी विषयलाई सम्बोधन गरे पनि ऋण परिचालन विधि, परिचालन क्षमता विकास, ऋण बजार जस्ता विषयका सम्बन्धमा स्पष्ट हुन सकेको छैन। स्थानीय तहको आन्तरिक ऋण सम्बन्धी संवैधानिक एवं अन्य कानुनी प्रबन्धहरूको सम्बन्धमा नेपालको संविधानमा भएको व्यवस्था राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समष्टिगत आर्थिक परिसूचकहरूको विश्लेषण गरी सङ्घ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य वित्तीय अनुशासन सम्बन्धी व्यवस्था सङ्घीय कानुन बमोजिम हुने, स्थानीय तहले कानुन बमोजिम बाहेक ऋण लिन नपाउने, ऋण रकम स्थानीय सञ्चित कोषमा जम्मा भई स्थानीय कानुन बमोजिम मात्र खर्च गर्नुपर्ने, स्थानीय तहले घाटा बजेट निर्माण गर्नुपर्ने भएमा सङ्घीय कानुन र प्रदेश कानुन बमोजिम घाटा पूर्ति गर्ने स्रोत प्रस्ताव गर्नुपर्ने, स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस सीमाभित्र रही आन्तरिक ऋण लिन सक्ने, सम्बन्धित सभाबाट स्वीकृत गराई उत्पादनशील, रोजगारमूलक, आन्तरिक आय वृद्धि तथा पुँजीगत कार्यमा खर्च गर्ने, 25 वर्षभन्दा बढी अवधिका लागि ऋण लिन नहुने, नेपाल सरकारबाट वा सरकार जमानी भई लिएको ऋण निर्धारित समयमा अवधिमा चुक्ता नगरेमा अनुदानबाट कट्य गरी प्राप्त गर्ने वा चुक्ता गरिदिने, अन्य व्यवस्था सङ्घीय कानुनले व्यवस्थित गर्ने। त्यसै गरी आन्तरिक ऋण सम्बन्धमा अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था रहेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सीमाभित्र रही ऋण लिन सक्ने, स्थानीय तहले आन्तरिक ऋण लिनुअघि नेपाल सरकारको सहमति लिनुपर्ने, सहमति लिँदा योजनाको प्रतिफल र उपलब्धि, ऋण भुक्तानी योजना, ऋण दिने संस्थाको विवरण सहितको यथार्थ प्रस्ताव अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ। त्यसै गरी स्थानीय तहको खर्चको आवश्यकता र राष्ट्र क्षमता बीचको अन्तरलाई परिपूरण गर्न स्थानीय तहको आन्तरिक ऋण लिने अधिकार अन्तिम अस्त्रका रूपमा रहेको पाइन्छ। स्थानीय तहले पहिचान गरेका प्रतिफलयुक्त परियोजनामा आन्तरिक ऋण परिचालन गर्न नेपाल सरकारले कानुनी र प्रक्रियात्मक विषयमा थप प्रष्टता ल्याउनु पर्ने देखिन्छ भनेर तपाईँले निष्कर्ष लेख्न सक्नुहुनेछ। स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सम्बन्धमा नेपालमा संवैधानिक र कानुनी के व्यवस्था छ भन्ने सन्दर्भमा आजको हाम्रो यो सामग्री रह्यो। तपाईँहरूलाई आजको हाम्रो सामग्री कस्तो लाग्यो हामीलाई कमेन्ट गर्नुहोला भन्ने अनुरोध गर्दै यस भिडियोबाट बिदा चाहन्छौँ। अर्को भिडियोमा उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। हवस् त, धन्यवाद, नमस्कार।